हेलो एभ्रिवान, गुड आफ्टरनुन। के गर्नु हुँदैछ? निबुले पनि तपाईँलाई हाई भन्दैछ। मैले बेसी हाई हेलो भनेर होला है, बाई भनेर होला। निबुले पनि सिकिसकेको छ हो। मिस ऊ चाहिँ अहिले उठेको। तपाईँको खाना पाक्यो? म चाहिँ भर्खर बनाउँदैछु किनकि नाइदु लगाउँछ नि त। अनि ढिलो बनाउँछु नाइदुलाई भएर सरी बेसी नाइदु भनेर नाइदु भन्ने नै आदत परिसकेको छ क्या मुखमै। निबुलाई चाहिँ तल घाम ताप्नु लान्छु नि त म। तपाईँलाई मैले अस्ति देखाइसकेको छु है। निबु चाहिँ यहाँ ढाडमा से हल्लिँदै बसिरहेको छ। गाइस, तपाईँलाई एउटा कुरा थाहा छ? एउटा भन्छ नि, राई लिम्बूलाई साथी नबनाउनु, बनाएपछि मुखै बिग्रिन्छ भन्छ नि। ठिकै रहेछ क्या। म राईनी पनि होइन है, म लिम्बुनी पनि होइन। तर यो मेरो ढाडमा भएको केटा चाहिँ लिम्बू है, लिम्बू। लिम्बूको छोरा लिम्बू है, लिम्बू। छोटा लिम्बू हो ऊ चाहिँ है। र म चाहिँ के हो भने तपाईँलाई कतिलाई थाहै छ है, म चाहिँ प्रधानी हो र ऊ चाहिँ लिम्बू हो। यहाँ ढाडमा भएको केटा चाहिँ अन्त मान्छेले ठिकै भनेको रहेछ क्या, मुखै बिग्रिन्छ भनेर है। अब म त खान्छु होइन। अब लिम्बुनी परिहालेँ है, लिम्बूको बडी परिहालेँ होइन। खानु सिकेको छु है र मेरो चाहिँ फेभरेट पनि हो है। फेभरेट पनि हो है। अब किन मैले त्यस्तो भनेको भने चाहिँ नि, अब मैले यहीँ बसी देखिरहेको छु है गाइज। अब हामी चाहिँ यहाँनिर एक घर लिम्बू छु नि त होइन। अब अलिक उता छ। अब हामी यहाँ बसेको बिल्डिङमा चाहिँ हामी छु, अरू सबै अब अरू जातकोहरू छ होइन। अन्त त्यहाँदेखिको चाहिँ उनीहरूले चाहिँ खानु हुँदैन होइन। तर पनि बिचाराहरूले है, उनीहरूलाई थाहा छ नि त अब हामीले खान्छ भनेर होइन। उनीहरूलाई पनि जिस्काएको पनि होइन। हामीले खान्छ भने थाहा छ उनीहरूलाई। तर पनि मेरो साथीहरू के भन्छ थाहा छ मलाई, रुकाइ भए पनि दिनु न, मैले 1-2 पिस मलाई पनि पुरा मनपर्छ नि भन्छ बिचाराहरूले होइन। उनीहरूले पहिला खाएको रहेछ, उनीहरूलाई मिठो लाग्ने रहेछ नि त। र ठिकै भनेको जस्तो लाग्छ क्या मलाई। लिम्बूहरूको घरमा पाक्छ होइन। अब 1 हप्तामा डेली नपाके पनि 2 दिन 3 दिनमा त पाक्छ नि त होइन। बनाइरहेकै हुन्छ होइन। पाक्छ त फेभरेट हो लिम्बूहरूको होइन। त्यसैले गर्दाखेरि है भनेको मैले। हाँस उठ्छ क्या मलाई। अब बिचारालाई खानु मन पनि हुनु अरे है। उनीहरूले खान्छ होइन, तर पनि अब ला मार्छ कि भन्ने डर छ अरे है बिचाराहरूले। तपाईँहरूको साथीहरूले त्यसो गर्छ कि गर्दैन मलाई भन्नुहोस् है ल, कमेन्ट गरेर। र मैले भनेको हो कि होइन ठिक है, नेगेटिभ चाहिँ नलिनुहोस् होला है। अब मलाई भइरहेको कुरा मैले तपाईँलाई बताएको होइन। अब म त्यस्तोहरू त हाल्छु है। अब मेरो लाइफमा के भइरहेको छ म त्यही कुराहरू नै सेयर गर्छु तपाईँहरूसँग। हुन्छ त, बाई। फेरि पनि भेटौँ भोलि। बाई बाई भनिदियो निबु, बाई भनिदियो।